दुर्वेशनी गर्दाखेरि बान्ने डोरी भेटिन्छन्। त्यसपछि त्यहाँ चाहिँ यो म्यान फोर्सका प्याकेटहरू भेटिन्छन्। अब यहाँ के गतिविधि भयो त्यसको प्रमाणहरू के छ? नमस्कार साथीहरू, यति बेला चाहिँ हामी जेन्जी सम्बोध चितवन कालिका नगरपालिका वडा नम्बर 2 मा छौँ। मेरो जानकारी अनुसार यो वडा नम्बर 2 पर्छ र यहाँ एउटा यो घर देखिन्छ। यो घर एक समयको भाइरल घर थियो, यसलाई भाइरल बनाइयो। तर त्यस पश्चात यो घरलाई चाहिँ कुनै मापदण्ड विपरीत गएको कारणले चाहिँ यो घर निर्माणमै सम्पन्न हुन सकिएन, रोकिएको छ। तर आज यसमा चाहिँ म यसमा भिडियो त बनाउन्न भन्ने सोचेको थिएँ, किनकि यो कसैको निजी सम्पत्तिमा गएर भिडियो बनाउनु जायज हुन्न भन्ने मेरो सोचाइ थियो। तर यहाँको भाइहरूले, कालिका नगरपालिकाको हाम्रो कमिटीका साथीहरूले चाहिँ धेरै इन्सिस्ट गरिसकेपछि हामी यहाँ आउन बाध्य भयौँ। र यहाँ आएर हेर्दाखेरि यो चाहिँ सबै मान्छेमा पुग्नुपर्छ र एउटा चाहिँ स्थानीय तहको गैर जिम्मेवार स्थानीय तहको निगरानी नहुँदै गर्दाखेरि कुन अवस्थामा चाहिँ एउटा निजी सम्पत्ति पनि पुग्न सक्छ भन्ने देखिन्छ। र यस्तो ठाउँमा यहाँ चाहिँ अन्डरग्राउन्ड एउटा संरचना छ। त्यहाँभित्र तपाईँ जानुभयो भने अन्धकार छ, ओडार छ। त्यो ओडारमा चाहिँ कङ्काल भेटिन्छ। त्यो कङ्काल हामीले कुकुरको भेट्यौँ। त्यो कुकुरलाई जलाएर मारेको जस्तो देखिन्छ। त्यो एउटा अपराध हो, आपराधिक गतिविधि गरिएको छ। त्यति मात्र नभएर यहाँ लागु औषध दुर्वेशनी भएको छ। जहाँ जानुहुन्छ, जहाँ टेक्नुहुन्छ त्यहाँ सिरिन्जहरू भेटिन्छन्। हातमा बान्ने डोरी, दुर्वेशनी गर्दाखेरि बान्ने डोरी भेटिन्छन्। त्यसपछि त्यहाँ चाहिँ यो म्यान फोर्सका प्याकेटहरू भेटिन्छन्। अब यहाँ के गतिविधि भयो त्यसको प्रमाणहरू के छ? न यहाँ वरिपरि मैले क्यामेरा देखेको छु, सीसी क्यामेरा जडान छैन। अनि यस्तो सम्पत्तिमा जहाँ यहाँ स्थानीयले व्यापक रूपमा चाहिँ आवाज उठाउँदै गर्दाखेरि पनि कुनै पनि सुनवाई नगरेर यत्तिकै छोड्नु कतिसम्म जायज हो? यदि यहाँ यस्तो गतिविधि भएको जानकारी थाहा थियो, जानकारी पाउनु भएको थियो भने यसलाई सिल किन गर्नु भएन? र त्यहाँभित्र यदि देखिएका म्यान फोर्सहरू अनैतिक गतिविधिका लागि अथवा भनौँ कसैको करणीको लागि प्रयोग भएको रहेछ भने र उहाँ ती पीडितहरू बोल्न सक्नु भएको छैन भने त्यसको जिम्मेवार को हुन्छ? र त्यहाँभित्र धेरै त्यस्ता सिरिन्जहरू छन्, लागु औषध दुर्वेशनी गरेका चाहिँ ड्रग एम्पुल समथिङ के भन्छ त्यस्ता छन्। र त्यो कुराहरू, ती सिरिन्जका निडलहरू कुनै जनावरलाई लाएर त्यो जनावरले मानवलाई गएर टोक्यो, चिथर्यो भने त्यसबाट सर्ने रोगहरू, त्यसको जिम्मेवारी कसले उठाउने हो? र यथाशीघ्र यस्ता संरचनाहरू कि त यसलाई बनाउन दिनु पर्यो, र यदि मापदण्ड विपरीत जान्छ भने यसलाई यत्तिकै छोड्नु भएन, यसलाई सिल गरिनु पर्यो। यदि यसलाई सिल गरिन सकिएन भने यहाँका स्थानीयहरूलाई गएर सोध्नुहोस् कति पीडादायक बनेको छ यो। र यसले गर्दाखेरि यहाँ आउने बिग्रिएका युवाहरूले गर्दाखेरि अन्य युवाहरू बिग्रियो भने त्यसको जिम्मेवारी कसले उठाउने हो? र यी बिग्रिएका युवाहरू जो हर सम्भव समयमा यहाँ आउँछन् उनीहरूलाई चाहिँ छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने हो कि होइन? कारबाही भन्दा पनि उनीहरूलाई सुधार केन्द्रतर्फ लाने हो कि होइन? यसमा यहाँको स्थानीय निकायको पहल के छ? यहाँको सम्बन्धित निकायहरूको पहल के छ? यहाँको टोल सुधारले यसको कुरा उठाएको छ कि छैन? र यसलाई यथाशीघ्र सिल गरिएन भने यसले अझै ठुलो क्षति निम्त्याउन सक्छ। त्यसमा ध्यान आकर्षण गर्ने हो कि होइन? आज यो देख्दै गर्दाखेरि रिसले, आवेगले म भरिएको छु, किनकि यो सामान्य कुरा हुनै सक्दैन र यसलाई सामान्य रूपमा हेर्नु पनि हुँदैन। हामी यो कुरा लिएर यहाँको स्थानीय निकायमा जाने प्रयास त गरौँला। भेट हुनु होला नहुनु होला त्यो आफ्नो ठाउँमा छ। तर यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने यसले तपाईँको बच्चा नबिग्रिएर या तपाईँको बच्चालाई बिग्रिँदैनन्, हाम्रा बच्चा सेफ ठाउँमा छन् भनेर यदि तपाईँ सोच्नुहुन्छ भने गलत सोच्नुहुन्छ। तपाईँ जनप्रतिनिधि हो भने यहाँ स्थानीय निकायका, यहाँ स्थानीयका सबै बच्चा तपाईँका बच्चा हुनुपर्छ। र ती बच्चाहरूको भविष्यको सुनिश्चितताको लागि पनि तपाईँले यस्ता संरचनाहरूलाई सिल गर्नुपर्छ। र यसमा यहाँका स्थानीयले पनि जोरदार विरोध गर्नुहोस्, जोरदार माग गर्नुहोस्, यस्ता संरचनालाई सिल गरियोस्। अहिलेलाई यति नै भन्छु। धन्यवाद।